हजुरहरूलाई स्वागत छ हाम्रो युट्युब द विजय एकेडमी च्यानलमा। अब सिक्छौँ बाइनरी फ्रेक्सनल पार्ट। अब यसमा बाइनरी टु डेसिमलमा चेन्ज गर्नुपर्ने हुन्छ। जसलाई कि अब यो डेसिमल पोइन्टमा छ, अब यसलाई कसरी चेन्ज गर्ने भने डेसिमलमा। जसलाई कि अब ए नम्बरमा छ 1 1 0 1 1 अनि सरी यता यो भयो पोइन्ट अनि 0 र 1। अब यसलाई डेसिमलमा कन्भर्ट गर्नुपर्ने। अब फर्स्टमा हेर्दाखेरि यसलाई मेरो अनुसारले यसलाई एलएचएस मानौ, यसलाई आरएचएस मानौ हैन। अनि फर्स्टमा यसलाई गर्दाखेरि अब अघिको हेरे त्यो सर्ट मेथड त्यो हेर्दाखेरि अब यसलाई जस्तै 0 1 2 3 4 आयो। अब यसलाई अब रुल्स हेर्दाखेरि के थियो भनेर फर्स्टमा 1 2 अनि 4 अनि 8 अनि 16 किनभने 1 2 3 4 5 यसमा 1 2 3 4 र 5 भयो। 0 1 2 3 4 5 0 1 2 3 4 5 किनकि 2 को पावर 0 1 हुन्छ, 2 को पावर 2 2 को पावर 1 2 हुन्छ, 2 को पावर 2 4 हुन्छ। अब के गर्ने यो सिरियली राख्ने 1 1 0 1 र 1। अब यसलाई हेर्दाखेरि मैले अघि के भने थिएँ भनेर कि जुनको तल 0 छ त्यो 0 नै हुन्छ भनेर। अब यसमा त एउटै 0 छ त्यो 0 नै भयो। अब यसलाई हेर्दाखेरि 16 + 8 + 2 + 1 कति भयो 16 + 8 to 10 + 1। अब यसलाई हेर्दाखेरि 10 20 27 आयो, त्यसको डेसिमल 27 आयो हैन। अब त यो त फ्रेक्सन पार्ट हो। अब त यो 0 र 1 लाई पनि गर्नुपर्ने। अब यसलाई के मानेछौँ हामीले आरएचएस मानेछौँ। यो त एलएचएस भयो हैन, यो त एलएचएस भयो। अब आरएचएस लाई गर्नुपर्ने। अब आरएचएस लाई गर्नुपर्ने भनेर अब के छ 0 र 1 छ त्यो दुईटै हैन। अब यसलाई के गर्नुपर्ने, यसलाई अब त्यो 0 × 2 गरौँ, 0 × 2 गर्ने अनि प्लस 1 × 2 गर्ने। अब यसमा हेर्दाखेरि यसको यो डेसिमल पोइन्टमा यो साइडबाट जहिले पनि पोजिटिभ बाटो हुन्छ, पोजिटिभ जसलाई 2 को पावर 0 बाट स्टार्ट हुन्छ, 2 को पावर 1 2 को पावर 2 यस्तो अनुसारले स्टार्टिङ हुन्छ हैन। तर यो केसमा हेर्दाखेरि फ्रेक्सनल पार्टमा हेर्दाखेरि यसको जहिले पनि -1 बाट स्टार्ट हुन्छ, यताबाट -1 अनि यसको -2 अझै कुनै डिजिट भयो भने -3 त्यस्तो हुँदै जान्छ कि सिरियलीमा। अब यसमा त दुईवटा मात्रै डिजिट छ भने यसको पावर -1 भयो हैन, यसको पावर -1 भयो अनि यसको पावर -2 भयो। अब यो 2 को पावर माइनस जति भए पनि यसलाई 0 सँग मल्टिप्लाई गर्नु छ भने यसको के हुन्छ 0 नै हुन्छ हैन। अब यसलाई हेर्दाखेरि अब 2 को पावर -2 कति हुन्छ भनेर अलि कन्फ्युजन नै भयो होला। यसलाई हेर्दाखेरि जस्तै अब 6 7 मा पढ्दाखेरि के गर्थ्यो, अब कसैको पावर माइनसमा 2 छ भने या 2 माइनसमा कसैको पावर माइनसमा छ भने यसलाई के गर्नुपर्ने 1 × 1 को पावर यतिको त्यसलाई स्क्वायर गरेर तल राखिदिनु पर्ने। त्यस्तो गर्नुपर्ने थियो, त्यस्तो गर्थ्यौँ हामी। अनि यसलाई अब 0 को 0 नै भयो। अब यसलाई डिभाइड गर्छु भनेर कति हुन्छ 0.25 हुन्छ। अब लास्टमा हेर्दाखेरि एलएचएस प्लस आरएचएस हेर्छु भने एलएचएस कति आएको थियो, एलएचएस 27 हैन, 27 थियो हाम्रो एलएचएस। यसलाई 27 प्लस अब कति आयो 0.25 आयो हैन, 0.25। अब यसलाई हेर्दाखेरि कति हुन्छ 27.25 यो भयो डेसिमल फ्रेक्सन पार्टमा। अझै एउटा भिडियो हेर्छु बी नम्बरको, यो पनि गर्छौँ हामी।